भिडियो सुरु गर्नुभन्दा अगाडि म तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु र यदि तपाईले अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यो रेड बटनमा गएर सब्स्क्राइब गरिदिनुस् र जसले सब्स्क्राइब गर्नुभएको छ सबैजनालाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु र अब भिडियोतिर लागौं र तपाईले चाहिँ अनलाइन मार्फत तपाईले आफूले खिचेको फोटो कुन वेबसाइटमा हाल्दा कति आम्दानी हुन्छ भन्ने बारेमा यो भिडियो मार्फत तपाईले जान्न सक्नुहुन्छ र तपाईले गुगलमा गएर सर्च पनि गर्न सक्नुहुन्छ कुन तपाईले थुप्रै वेबसाइटहरु देखाउँछ र ती वेबसाइट मध्ये चाहिँ शटरस्टक चाहिँ एकदमै बेस्ट शटरस्टक रहेको बेस्ट वेबसाइट रहेको छ तपाई अनलाइन मार्फत फोटो बेच्ने र यो वेबसाइटले चाहिँ के गर्छ भने तपाईको यदि तपाईको फोटोमा कुनै पनि फोटो तपाईले कसैले डाउनलोड गरेर कसैले किन्यो भने चाहिँ त्यो फोटोको 100 मा 80% को प्रफिट चाहिँ तपाईले दिन्छ र 20% प्रफिट चाहिँ शटरस्टक राख्छ र त्यो चाहिँ एकदमै राम्रो हो र यो वेबसाइटले चाहिँ कसरी युज गर्ने बारेमा भिडियो बनाएको छु र यो भिडियो लास्टसम्म हेर्दिनुस् र तपाईले यहाँ देख्न सक्नुहुन्छ बिकम अ कन्ट्रिब्युटर तपाईले बिकम अ कन्ट्रिब्युटरमा गएर क्लिक गर्दिनुस् यहाँ देख्न सक्नुहुन्छ र बिकम अ कन्ट्रिब्युटर भन्नाले चाहिँ के बुझाउँछ भने तपाई चाहिँ यो शटरस्टकको मेम्बर हुनुहुन्छ भन्ने बारेमा जनाउँछ र तपाई बिकम अ कन्ट्रिब्युटरमा गएर क्लिक गर्दिनुस् र त्यसपछि तपाईलाई एउटा पेज देखाउँछ सायद त्यो पेज मेरोमा देखाएन किनकि मैले पहिल्यै त्यो फिलअप गरिसकेको त्यसैले त्यो पेज देखाएन र त्यो पेजमा चाहिँ के देखाउँछ भने तपाईको आफ्नो इमेल र तपाईको नाम र तपाईको त्यसै पासवर्ड हाल्नु पर्ने हुन्छ र तपाईको त्यति गरेपछि तपाईको इमेलमा चेक गरेपछि शटरस्टक भन्ने कन्ट्रिब्युटर्स इमेल आउँछ र तपाईले चाहिँ यहाँ गएर भेरिफाई गर्न पर्ने हुन्छ र सायद मैले त्यो भेरिफाई गरिसकेको छु पहिले नै त्यसैले यो भेरिफाई नोटिफिकेसन देखाएन र डाइरेक्टली यस्तो देखाएको छ र त्यसैले अब यदि त्यो गरे तपाईले कुनै प्रब्लम आयो भने तपाईले यो कमेन्टमा गएर कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ कुनै प्रब्लम आइपुग्यो भने र त्यसपछि त यहाँ चुज अ फाइलमा गएर क्लिक गर्नुस् र तपाईले यसमा चाहिँ तपाईको आफ्नो आइडेन्टिफिकेसन अपलोड गर्नुपर्ने छ र तपाईको कुनै फोटो अपलोड गरिदिनुस् म आफ्नो यो प्रोफाइल फोटो अपलोड गर्न गएको छु सिम्पल कुनै फोटो अपलोड गर्छु र तपाईको यो फोटो अपलोड गरेपछि तपाईले चाहिँ यहाँ कन्फर्ममा क्लिक गर्नुपर्ने छ र कन्फर्ममा क्लिक गर्दिनुस् तपाईको कन्फर्ममा क्लिक गरेपछि तपाईको योर आइडेन्टिफिकेसन हैज बीन सक्सेसफुली अपलोड तपाईको आइडेन्टिफिकेसन अपलोड भइसकेको छ र तपाईले कन्टिन्युमा क्लिक गर्दिनुस् र कन्टिन्युमा क्लिक गरेपछि तपाईको यो पेज देखाउँछ र यसमा चाहिँ तपाईले कम्तिमा नि 5 or 3 5 वटा भन्दा धेरै फोटो अपलोड गर्नुपर्ने छ आफैले खिचेको र कुनै पनि अरूको फोटो चाहिँ तपाईले युज गर्न पाउनु हुने छैन र तपाईले आफ्नो 5 वटा र तपाईको 5 वटा इमेज र 5 भन्दा धेरै इमेज र 5 वटा सम्म इमेज अपलोड गर्नुपर्ने छ र तपाईले भिडियो पनि अपलोड गर्न सक्नुहुन्छ अपलोडमा क्लिक गर्नुस् अपलोड इमेजमा क्लिक गरेपछि तपाईले एउटा छुट्टै पेज खुल्नेछ र यो पेज खुल्नेछ र तपाईले चाहिँ यसमा गएर तपाईको यहाँ कुनै कन्टेन्टहरु देखाउँछ कुनै इन्फर्मेसन देखाउँछ त्यसलाई खासै इम्पोर्टेन्ट छैन यसलाई गट इट गरिदिनुस् र तपाईले चाहिँ यहाँ चाहिँ तपाईको इमेजहरु अपलोड गर्नुपर्ने छ र त्यसैले सेट मल्टिपल फाइल्समा गएर क्लिक गर्नुस् र तपाईको विन्डोजमा पाउन सक्नुहुन्छ विन्डोजमा तपाईको आफ्नो फोटोहरु हाल्नुस् यो आफ्नो फोटो चाहिँ रहेको छ कम्तिमा नि 5 वटा भन्दा धेरै फोटो अपलोड गर्नुस् र म अपलोड गर्छु यिनीहरु यो चाहिँ मैले आफैले खिचेको फोटो रहेको छ यसलाई ओपन गर्दिनुस् र मैले चाहिँ 6 वटा इमेजहरु चाहिँ अपलोड गरेको छु र यिनीहरु अपलोड हुँदै गरेको छ र
हो र तपाईँले यो सटरस्टकबाट तपाईँले राम्रो कमाइ गर्न सक्नुहुन्छ फोटो। यदि तपाईँ फोटोग्राफरमा यति निकै नै इन्ट्रेस्टेड हुनुहुन्छ भने, तर म त्यति इन्ट्रेस्टेड त छैन फोटोमा, र तपाईँले यो तपाईँहरूको लागि मात्रै गरेको लागि, तपाईँहरूको जानकारीको लागि मात्रै यो भिडियो बनाएको मैले। म खासै त्यस्तै फोटोग्राफरमा त्यति एक्सपर्ट त छैन, तर त्यही पनि। र तपाईँले सटरस्टक मात्रै नभएर अरू पनि वेबसाइटहरू युज गर्न सक्नुहुन्छ, र मेथड त्यही नै हो, त्यसरी नै युज गर्न सक्नुहुन्छ। र यति नै हो। तर तपाईँको यो सटरस्टकले चाहिँ तपाईँको यो फोटो चाहिँ एप्रुभ गरे मात्रै तपाईँको फोटोलाई चाहिँ आफ्नो सटरस्टक वेबसाइटमा हाल्नेछ, र अरूहरूले पनि देख्न सक्छ तपाईँको फोटोहरू। र अपलोड गरे मार्फत जतिजनाले तपाईँको फोटो अपलोड गर्छ, यदि एकजनाले अपलोड गर्यो भने तपाईँको फोटो चाहिँ डाउनलोड गर्यो भने चाहिँ त्यसमध्ये चाहिँ 100मा 80% चाहिँ आफूले तपाईँको एकाउन्टमा 80% प्रफिट चाहिँ तपाईँको एकाउन्टमा हालिदिन्छ, र 20% चाहिँ आफूले नै राख्छ। र यति नै हो। यदि तपाईँको फोटो अपलोड भइसकेपछि चाहिँ नेक्स्ट गरिदिनुहोस्। र यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक एन्ड सेयर गरिदिनुहोस्, र तपाईँहरू